वाटर कलरै भएकोहरूले चाहिँ यो ड्रइङ बनाउन एकदमै सजिलो छ। पहेँलो कलरको चाहिँ यहाँ ब्रसले देखाइए अनुसार चाहिँ तपाईँहरूले बनाएर अब यहाँ सेतो र रातो कलरलाई अथवा जुनसुकै कलरको पनि तपाईँले बनाउन सक्नुहुन्छ। यसरी चाहिँ फुल बनाउन सक्नुहुन्छ। यो बनिसकेपछि झनै राम्रो देखिन्छ है। बनाउने तरिका विद्यार्थी भाइ बहिनीहरूलाई यसरी ड्रइङ बनाउँदाखेरि पनि बनाएर पनि आफूले घरमा सजाउन पनि सक्नुहुन्छ। आफ्नो स्कुलमा कक्षामा पनि बनाएर चाहिँ यो टाँस्न सक्नुहुन्छ। हेर्दाखेरि ड्रइङ हेर्दा गाह्रो तरिकाले बनेको जस्तो छ, तर बनाउने तरिका एकदमै सजिलो छ। जोसँग वाटर कलर छ उसले चाहिँ सजिलै बनाउन सक्ने खालको छ। यो 3टा बनिसक्यो, योसँग 4वटा होला। सबै बनिसके पछाडि चाहिँ अब एकदम लाइटिङ है। ल पुरै हेर्दाखेरि त झनै राम्रो छ। अब वाह, ल दामी।